शुभ बिहानी सबैजनालाई। आज मैले मेरो करेसाबारीमा हेरेँ अनि मेरो करेसाबारीमा चाहिँ विभिन्न तरकारीहरू फलेको थियो। फर्सीको मुन्टा, चिप्ली भिन्डी, करेला लगायत धेरै तरकारीहरू चाहिँ मेरो बारीमा थियो। अहिले गाउँघरमा चाहिँ जताततै प्रशस्त मात्रामा तरकारीहरू देखिन्छ, किनभने यो चाहिँ तरकारीको सिजन हो। अनि यो करेला चाहिँ मैले चैत महिनामा रोपेको हुँ। नर्सरीबाट ल्याए पनि मैले यसमा केही पनि कीटनाशक औषधिहरू चाहिँ प्रयोग गरेको छुइनँ। घरकै गाईबस्तुको मल चाहिँ मैले यो तरकारीमा प्रशस्त रूपमा हालेको छु। यस कारणले गर्दा म यो तरकारीलाई चाहिँ अर्ग्यानिक तरकारी पनि बन्ने गर्छु। अनि मेरो छिमेकी आन्टीको श्रीमान चाहिँ प्रेसरको बिरामी भएको कारणले गर्दा उहाँहरूलाई चाहिँ तरकारी यो करेला धेरै मनपर्छ। अनि उहाँहरूको लागि चाहिँ मैले आज यो करेला टिप्दैछु। अनि गाउँघरमा चाहिँ अचेल एकदमै तरकारीको सिजन भएको कारणले गर्दा एक अर्कासँग तरकारी अनि बाँडेर खाँदा गाउँघरमा छुट्टै रमाइलो र छुट्टै आनन्द मिल्छ। तपाईँहरूले तरकारीहरू कसरी फलाइरहनु भएको छ अचेल?